हामीलाई नर्मल हेर्दाखेरि लाग्यो तपाईहरुलाई पनि त्यस्तै लाग्न सक्छ हामी वहाँ त्रिवेणी यो भनेको चाहिँ धर्मस्थल है धार्मिक स्थल धर्मस्थल वहाँबाट हामी हिँड्दै आएर यी डाँडाहरू हुँदै आएर तल हाम्रो बेस क्याम्प जस्तो एउटा ठाउँ छ त्यसलाई अहिले अलिकति देखाउन मिल्दैन सँगसँगै यसरी हामी फाइनल्ली उहाँ हुनुहुन्छ सीताराम घिमिरे सर यसरी यति अग्लो उचाइमा हाम्रो यहाँको उचाइ 4220 मिटर हाइट यति अग्लो ठाउँमा पनि यति राम्रोसँग नेपाली सेनाले निर्माण गर्नु भएको छ यो कुदेर ढोकाहरू कुदेर हस्तकलाहरूको यो नेपाली यो हाम्रो पन झल्किने काष्ठकला भनौं हैन हो नि सर यसरी यो हुँदै अहिले म एक फोनको त लगाउँछु नि त्यो भन्दा अगाडि चाहिँ हजुरहरु एक पटक दर्शन गर्नु होला हाम्रो बडी मालिका माइलाई है ल हजुर यस्तो छ आउँदाखेरि अलिकति संघर्ष भए तापनि यहाँ आइसकेपछि चाहिँ एकदम राम्रो छ मठ मन्दिरहरू हजुरहरुलाई त्यस्तो गिल्टी केही फिल हुँदैन है यसरी मैले अहिले चाहिँ फोनको लगाउँदै छु यहाँ यसरी घन्टीहरू बाँध्ने लगाउने चलन छ भने यतापट्टि पनि यसरी यो छ यहाँबाट चाहिँ हामीले यो रमणीय भ्यू यो कसैले सोच्नै नसक्ने तपाईले अन्त कतै गएर पनि प्राप्त गर्न नसक्ने भ्यू चाहिँ प्राप्त गर्न सक्नुहुन्छ उहाँ चाहिँ हामीलाई गाइड गरेर आइदिनु भएको दाइ हुनुहुन्छ दाइ एकचोटि हेर्दिनु त्यता ल भोलिका दिन तपाईहरुलाई आवश्यकता पर्यो भने तपाईहरु आउनु भयो भने म यहाँ नम्बर राखिदिन्छु हजुरहरु सम्पर्क गर्नु होला उहाँ जस्तो सजिलो मान्छेहरु कोही हुन सक्दैन यो संसारमा है अब हाम्रो यहाँ अलिअलि फोटो सेसन पनि सुरु हुँदैछ त्यसैगरी अब यहाँ हामी बस्न यहाँ आउन त आइयो अलिकति टाइम मिलेन भने बस्नको लागि यहाँ अर्को धर्मशाला पनि छ है हजुरहरुले अब यो चाहिँ जो पाए त्यो बस्न पनि पाइँदैन खुल्ला भएर आउँदैन यहाँ सरी है गाइजहरु म यहाँ अलिकति चिसोले